हेलो नमस्ते। आज चाहिँ हामी दुईजना पहिला सुरुमा नानीलाई खाना पुर्याउँछौँ। दिन पनि यस्तो राम्रो मौसम छ, पानी सिमसिम परिरहेको थियो, अहिले चाहिँ पानी पनि रोकेको छ। हेलो हेलो। अनि हामी चाहिँ पहिला नानीलाई खाना पुर्याउँछौँ, अनि त्यसपछि हाम्रो अलिअलि सपिङ भन्दा नि यसो हेर्ने, चित्त बुझेमा लिने, हेरौँ हामी के हेर्दै जान्छौँ, देखाउँदै जानेछौँ। उता चाहिँ म जाँदिनँ क्या, उसले सधैँ खाना पुर्याउने छ नि त, म चाहिँ जाँदैन। अब हामी यहाँ पार्कमा बस्छौँ एकछिन, उसले खाना दिन्छ। छोरी खानाको इन्तजार, आज ढिलो आएको छौँ नि त हामी, लियो खाना, अब खाना खाएर निस्किन्छ छोरी। तिमी र म घुम्न जाऊ न, पानी सिमसिम पर्दैछ, हामी पार्कमा घुम्दैछौँ। ल उसले त स्ट्यान्ड भेटिहाल्यो, बेन्च चाहिँ यहाँ खाली रहेन रहेछ क्या, मान्छे बसिरहेछ। अनि यस्तो हावा चलिरहेछ कि यस्तो शीतल। ल बिजोक.com हेरौँ। आज बुधबारे हटिया पनि हो, हामी यहाँ हटियाको बाटोबाट आएको। यहाँ अम्बक चाहिँ राम्रो लागेर हामीले किनिहाल्यौँ। सररा र भद्रपुर लाइनतिर हामी जाँदैछौँ। त्यो साइकल त्यहाँ पनि राम्रो छ, साइकल मन परेको। हामी चाहिँ अहिले ग्रिन लाइन सोफा हाउसमा आएको। यहाँ चाहिँ एकदम अफर लागेको छ, 10 दिनको अफर छ नि त, त्यो यसरी हेऱ्यौँ भनेर आएको छौँ। अनि यहाँनिर हेर्दा हेर्दै त्यहाँ स्कुटी पनि हेऱ्यौँ होइन, अनि त्यसपछि हामीले यो साइकल पनि हेर्दैछौँ। नट ब्याड, तर मलाई चाहिँ अलिक सुहाउँदैन कि यस्तो साइकल चाहिँ। यो चाहिँ राम्रो लागेको, थाहै हुँदैन क्या, आइहाल्छ नि। एउटा मात्रै थोडा हुन्छ र, म तपाईँलाई एउटा मात्रै लिएर मलाई कलरले चाहिँ यो मन परेको, तर लिने चाहिँ यो हो कि जस्तो लाग्दैछ। र पनि एकचोटि हामीहरू गुरुलाई सोध्छौँ, ज्योतिषलाई सोधिवरी मात्रै लिन्छु। मलाई चाहिँ त्यस्तो लाग्छ है, तपाईँहरूलाई कस्तो लाग्छ सोधेर किनेको? फ्रिज अहिले चाहिँ हामी घुम्दै फिर्दै हटियामा आइपुगेको छौँ। हामीले के सामान किन्यौँ होला है आज, तर केही किनेर आएको चाहिँ छैनौँ। अब यहाँनिर हामी अलिकति मिठाई नास्ता गर्छौँ, दही खान्छौँ, अनि सब्जी किन्छौँ। नानी दही यो चाहिँ मनपर्छ मलाई, अरू त मन पर्दैन है के पनि। के हो यो कालो कालो गुलियो छ? मै खाएको। म चाहिँ यहीँ बसेको छु, ऊ चाहिँ अब सब्जीहरू लिनु जानुभयो, म चाहिँ अब थाकेँ क्या, अनि यहीँ बसिरहेको। झोला पनि त सधैँ। अब चाहिँ हामी घरतिर लाग्छौँ। हटियाबाट सामान लिएर आइसक्नु भएछ। यो भिडभाड बिस्तारै बिस्तारै जानुपर्छ। यस्तो कालो बादल भएको छ, सिमसिम पानी परिरहेछ। आज कस्तो शीतल दिन हामी घुमेर आइसक्यौँ, ठ्याक्क घरमा आइपुग्यौँ। गुलियो खाएकोले होला मुख त कस्तो भइरहेको छ मेरो त। ए त्यो अघि त्यसले वास्ता गरेन नि, रमा सिंहको एउटा यही त गमला थियो नि, एउटा गमलामा फुल रोपेर दिनु पर्यो भनेर वास्तै गरिनँ। व्यापारी भएर पनि वास्तै गर्दैन। यहाँ अब के रोप्नको लागि हो, रेडी गर्नुभएको छ, फुलहरू छ है हाम्रो अगाडि गार्डनमा टक्कसँगले। अब आउने बित्तिकै फेरि मेरो यहाँ काम सुरु भएको छ। के काम भन्दाखेरि चाहिँ बत्ती बाल्नु, यो लुगाहरू चाहिँ अघि मैले सबै धोएर, अझ बाथरुममा कति छ, यति लुगा धोएको
उसले प्लेट चाहिँ यो किन राखेको भन्दा लुगाको पानी चुह्यो भने यहाँ नबिजोस् भनेर अरे है। अब यो मैले चाहिँ के गर्नु खोजेको भने अब यहाँनिर अब अघि हामीले किनेर ल्याएको सामान यहाँनिर राख्छौँ अनि यो डाइनिङ चाहिँ हामीले अब यता सार्नुपर्ने भयो। यो काचनकी चाहिँ अब कहाँ राख्ने पत्ता नै। अब यहाँ कसरी मिलाउँछु भन्ने कुरा चाहिँ अब मिलाइसकेपछि मात्रै देखाउँछु। अब हुँदा यता डाइनिङ सार्दा पनि हुन्छ, स्पेस त हुन्छ, त्यहाँ सानो सामान मात्रै राख्ने हो। यहाँ यस्तो खाचन किचिङ छ हो। हाम्रो त सामान नमिलेर हैरान छ, के गर्नु। लुगा सुकाउने पनि यहीँ, खाना बनाउने पनि यहीँ, खाने पनि यहीँ, होइन यहीँ फोहोर राख्ने यहीँ, सबै कुरा यहीँ। भगवान् तपाईँहरूको कस्तो कस्तो छ, सबै कुरो व्यवस्थित छ कि यस्तै छ कि हाम्रो जस्तै होइन। लाइट नचाहेको ठाउँमा निभाइहाल्नुपर्छ। 4:30 बन्द आयो। अब कति बेला ल्याइदिन्छ। ऊ त कस्तो मजाले हेर्नु न, आउने बित्तिकै सुत्न पनि पाउँछ ऊ त। म चाहिँ सुत्दिनँ भन्दा नि मेरो गहुँ केलाउनु छ, पिठो बनाउनु छ। अब नानीले बेलुका रोटी पनिर खान्छु भनेको छ, बनाउने हो। यस्तै खासरी मिस्री काम हुन्छ। हेर्दैछौँ न, भर्खर 4:30 बज्दैछ मात्रै। चिया चाहिँ खाँदिनँ मलाई, मै खाएर आएको। समोसा जेली उहाँले त समोसा पनि खानुभयो। म त समोसा मन पर्दैन, बाहिरको बिट मात्रै मनपर्छ। अब मलाई चाहिँ चियाको तल लागिरहेछ। हेरौँ खाने हो कि नखाने हो। चिया रेडी भयो अनि सँगसँगै बिहानको खाना। आमा आफूलाई त मलाई मार के, ओहो ऊ त जहिले यसरी खाने हो क्या। म त एकदम सादा, रोगको भारी बनाउनु छैन। यो चाहिँ मेथीको अचार, दाल भात, भिन्डी आलुको सब्जी, चिया, सुकुटीको अचार। त्यतिकै मिठो हुन्छ सुकुटीको अचार नराखी खानु। यता दुध तताइँदैछ, निभाइदिनु। मेथीको अचार टन्नै बनाएर राखेको छौँ क्या हामीले। जति खाए पनि टन्नै बनाएर राख्ने हो, दिउँसो निकाल्ने हो, खाने हो। अब हामी यहाँ यसरी खान्छौँ कि एकै ठाउँमा राखेर 2जना बसेर टक्कसँग। बिहान त एक बटुका खाएको है यो अचार त हामीले। ल खानु न, क्या मजाले मोल्नु हो नि। हट, यति बेला खानुको भातको स्वाद नै अलग हुन्छ यार। यहाँ चाहिँ बफ पाक्दैछ, फेरि उसलाई एकैछिन यहाँ बाहिर जानु परिहालेको, यस्तो स्पिड गर्दै हुनुहुन्छ। हाम्रो सामान चाहिँ आइसकेको छ। अघि हामीले हेरेको सामान हामीले यहाँनिर फिट पनि गरिसक्यौँ। अब यो डाइनिङ कहाँ जान्छ थाहा छैन। यो चाहिँ ल्याएर यहाँ फिट गर्ने। हामीले सानो खालको ल्याएको छौँ, स्मल साइजवाला। त्यस्तो धेरै पनि चाहिएन त, हामी धेरैजना पनि त छैनौँ। त्यही भएकोले अब ला खोल्नु त सकिनँ। धेरै हेभी होइन, हामीले ठिक्क लिएर आएको छौँ। अब मेरो वेट पनि घट्ने भयो, किनभने अब फ्रिज नहुन्छ चाहिँ यति उब्रे पनि अब खामा आधी अलिअलि भनेर खाने। अब त्यो गर्दा गर्दै मेरो वेट पनि अहिले त 80 पुगेको छ। अब चाहिँ अब मेरो वेट घट्ने भयो, किनभने अब अलिअलि उब्रियो भने फ्रिजमा राख्नु न त भन्ने हुँदैन। अब अलिक दिन भयो नि त हामीसँग फ्रिज थिएन नि त। यो झन्डै 1.5-2 महिना नै भयो फ्रिज थिएन। त्यति बेला त हामी त यति खानेकुरा उब्रियो भने पनि तिमी अलिकति छ म अलिकति खान्छु भने 2जनाले गर्दाखेरि त मोटाएर अब चाहिँ हामी ठिकमा आउँछौँ कि त। यस्तै मोटायौँ भने चाहिँ यो फ्रिजले गरेर होइन भनेर बुझिन्छ। पाक्दैछ। यता चाहिँ पनिर, आज हाम्रो भोज जस्तै भएको छ। पनिर चाहिँ नानीको लागि, मेरो लागि, अनि यो बफ चाहिँ के हो, बफ चाहिँ राजन सरको लागि। नानीको खाना चाहिँ रेडी भइसकेको छ। उसले अब यसबाट के हटाउँछ हेरौँ है। यति चाहिँ उसको लागि पहिला लगिदिन्छु, सबै फिनिस गर्नुपर्छ नि। यो खाना रेडी चाहिँ अब राजन सरको लागि। आज हामी यहाँ बाहिरै बसेर खाँदैछौँ। बाहिरै खाने हो किनकि हाम्रो यहाँ एकदम आज खाचन खिचन भएको छ कि यो टेबल बिचमा आएर बसेको छ, कता राखौँ भएर त्यही भएर बाहिर बसेको। यो चाहिँ मेरो लागि, म चाहिँ चिउरा खान्छु अनि एक पिस चाहिँ रोटी पनि खान्छु होला म। साथीहरू यो चाहिँ कफीको ट्रेमा स्पेसल चिया लिनुहोस्।
भाइती एक पिस रोटी पनि राखेँ। सुरु गरौँ है त अब साथीहरू। सुरुमा चाहिँ पनिरबाट सुरु गर्छु। विशेष काजु राख्नुभएको थियो। वाउवाला मसला सबै पिसेर मिक्सरमा पिसेर अनि ग्रेभी बनाएको। कस्तो वाउवाला आएको छ क्या। यामी यामी। रोटी खाएर पनि चुरा खानुहुँदैछ। मेसोले यति चाहिँ खाएर आइछ। अचार यति छोड्यो। मासु त छुँदै छुएन रहेछ। हामीले यो चाहिँ खानै बिर्सिरहेको। यो चाहिँ के हो भने नि चनालाई एकदम टुसा उमारेर यो ड्राई बनाएको क्या। यो चाहिँ नमकिन क्रन्ची छ। यो चाहिँ यसरी खाएको एकदम मिठो हुन्छ।